11:30 बजे काठमाडौँ आइसक्यौँ। अब हामी चाहिँ बस चढ्नको लागि एकदम हिँडिरहेको छौँ। अब बस चढ्ने ठाउँ पनि हामी चाहिँ यहाँ एकदम जाममा परिरहेको छौँ है गाइस। कति घन्टा लाग्ने रहेछ पुग्न पनि भन्न लाग्छ यहाँ बस्दा जाम यस्तो छ, यहाँ जाम छ पुरा। फाइनल्ली अब हामी चाहिँ बौद्धतिर आइसक्यौँ। हाम्रो मम्मी यहाँ हुनुहुन्छ, म देखिनँ भन्नु हुँदैछ। यहाँ हुनुहुन्छ हाम्रो मम्मी चाहिँ। अब आँखा अहिले चाहिँ हामी लोकेसन खोज्दा कस्तो हैरान भएर त्यसले ठाउँ चाहिँ पुरै उकालो हामी हिँड्दा हिँड्दै दिग्ला थियो जाऊ पछिबाट चल्नुहुन्छ। फाइनल्ली हामी सबैजना आइसक्यौँ होइन। भाउजूहरू यहाँ हुनुहुन्छ, हाम्रो दादा यहीँ, हाम्रो पुरै सानो दादा चाहिँ यहाँ छ, रोमानिया जानेवाला। हामी चाहिँ यहाँ छौँ। अब सबैजना भेला भइसक्यौँ हामी। अब हामी चाहिँ जाँदैछौँ। अब अरू गाइस हामी चाहिँ बेलुका 11:30 बजे काठमाडौँ आइसक्यौँ। अब हामी चाहिँ आज घुम्न निस्किँदैछौँ। अब हामी कहाँ घुम्छौँ भने ब्लगमा आउँछ। अब हामी चाहिँ बस चढ्नको लागि एकदम हिँडिरहेको छौँ। अब बस चढ्ने ठाउँ पनि आइसक्न आँटो। फाइनल्ली बसमा चढिसक्यौँ। हामी एकदम उभिरहेको छौँ, हामी जाँदैछौँ। फाइनल्ली अब हामी चाहिँ बौद्धतिर आइसक्यौँ। हाम्रो मम्मी चाहिँ यहाँ हुनुहुन्छ, म देखिनँ भन्नु हुँदैछ। यहाँ हुनुहुन्छ हाम्रो मम्मी चाहिँ। अब आँखा यता टाउके त फर्काउनु हुन्छ नि, कहाँबाट देखिनु हुँदैछ। अब हामी चाहिँ बौद्ध आइसक्यौँ। फोटो बौद्ध चाहिँ यस्तो रहेको छ गाइस, हेर्नु होला सबैजना। एकदम हावा चलिरहेछ यहाँनिर चाहिँ। यहाँको यस्तो छ, हुन्छ यहाँ खैरीहरू एकदम परेवाहरू चाहिँ एकदम धेरै। वा कस्तो दाम एक तरिकाले उडेको। वा हामी चाहिँ बौद्धबाट निस्किसक्यौँ। अब हामी चाहिँ हामी म्युजियमको लागि निस्किँदैछौँ। अब फेरि हामी अब पुगेर ब्लग बनाउँदैछौँ। अहिले चाहिँ हामी बाटोमा छौँ। हामी हिँड्दैछौँ। बाटो थाहा छैन भन्दैन, बाटो चाहिँ हामीलाई थाहा छैन। हामी यहाँ लोकेसन ल्याएर हेर्दै गइरहेको छौँ कहाँ हो भनेर। अहिले भेट्छौँ। अहिले चाहिँ हामी लोकेसन खोज्दा कस्तो हैरान भएर हामीले लोकेसनै भेटाएको छैन। घरि यता देखाउँछ, घरि उता देखाउँछ, घरि यता गयो यता गयो। आजको दिन चाहिँ यस्तो भइसक्यो हामीलाई, एकदम इरिटेट लाग्यो यहाँ टाउकै देखिसक्यो। त्यसै नजाउँ जाने तर मैले काठमाडौँ आएपछि त्यो ठाउँ चाहिँ जान्छु नै भनेर मैले त्यही भएर आएको नभए त आउँदिनँ। त्यो आउने पनि मम्मी केही उताबाट बाटो थाहा नहुनु पनि धेरै गाह्रो छ। लोकेसनले पनि घरिघरि मजाकै उडाइदिन्छ। गुगलले कुन चाहिँ घर पुऱ्याइदिन्छ सक्छ। लोकेसन हेर न, त्यसले ठाउँ चाहिँ पुरै उकालोमा रहेछ। मैले बाई हामी थाहा खाइसक्यो। भन्नु केही भन्नु छ? आज डे 1मा के भयो भन्थ्यौ? डे 1मा बोर भइसक्यो, इरिटेट भइसक्यो। अब डे 2, डे 3, डे 4 कसरी बिताउनु होला। कालो बेराख्नु परेको छ पुरा, एकदम स्याहार सास परिसक्यो। यस्तोमा हिँड्ने बानी पनि छैन। ए उकालो चढेको अनि ह्याङ भइसक्यो। यो खेल्ने कुरालाई अरूभन्दा एक्स्ट्रा हुन खोजेको, एक्स्ट्रा बनाइदिन्छु। एक्स्ट्रा म गरिसकेँ।
स्यासा भइसक्यो पता ढले ढले पता ढले भइसक्यो वाउ हामी हिँड्दा हिँड्दै 25 मिनट हिँडेर आइसक्यौँ अब हामी जाने कतिको उकालो चढ्यो अरे उकालो कति चढ्यो कति चढ्छ ठुलोमा कस्तो लाग्यो रमाइलो उकालो चढ्दा खुट्टा दुखो उहाँ जाँदैछ सोध्नु बल्ल फाइनली आइपुगेको यहाँ अझै काम चल्दै रहेछ पुगिसक्यौँ अब हामीलाई यस्तो रहेको छ गाइस हेर्नुहोस् होइन पछि खेल्न जाँदैछौँ यहाँ हेर्नु इन्जोयमेन्ट हुन्छ दुःख पछि सुख आउँछ भने जस्तै हामीले यस्तो दुःख गरेर आएको छौँ अब हामी इन्जोय गर्नेछौँ या ब्रो के हो त्यो पहिला के खेल्ने हामीले त हेरेको छैन त अनि Sigadinha ela vai. सिकाली होइन ठोका पनि फेरि वा ठोका खाला यिनीहरूले ती बसेर नि ठोका खोल्ने अहिले फेरि के डर लागेको अब वा ठोका खोला यिनीहरू अब एकैतिर ल्याइदिएर यिनीहरू ठोका खोला नक्कलीहरू हाई गाइस भयो होइन किन भयो पहिला मर है जसले कतिको भारी छ भनिदेऊ भारी छ होइन ल हाल्दै गएन लडेन एउटा गयो अब अर्को पनि हाल्दैछु है अर्को आउँछ होला नि त तँ लडाउनु पर्छ क्या लु आन रेडी 1 2 3 गो त उचाल्नै सक्दैन भाइ साहब हामी यो पनि भएन अनि यहाँ चाहिँ हाम्रो नाम आउँछ डोरीमा चढ्ने हो डोरीबाट त्यहाँनिर पागलले त उफ्रिन यहाँ आइसक्यौँ हामीलाई एकदम रमाइलो भयो एक्साइटेड भयो हामी निस्किसक्यौँ खेलेर एकदम बढिसक्यो एकदम रमाइलो एकदम मजा आयो हिँड्दै आधी घन्टा उकालो चढेर आएको एकदम फाइदा भयो एकदम मजा आयो अनि अरू के अब त्यहाँ गलेर म केही भन्न सक्ने स्थितिमा छैन अब त राति पनि भइसक्यो अब रात पनि परिसक्यो हामी घर जाँदैछौँ मन पर्यो भने लाइक मन पराइदिनु होला लाइक कमेन्ट सब्सक्राइब र सेयर गरेर चाहिँ नभुल्नु होला ठुलोमा पनि भनिदिनु त्यही भनिदिनु नि के गर्नु लाइक कमेन्ट लाइट कमेन्ट घुमियो रमाइलो लाग्यो